नमस्कार साथीहरू, यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ यस च्यानलको अर्को भिडियोमा। आज मैले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाक्रमहरूलाई समेटेर अर्को भिडियो तयार पारेको छु। यदि तपाईहरू लोकसेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, शिक्षक सेवा आयोगको तयारी गर्दै हुनुहुन्छ, प्रदेश तथा स्थानीय तहका विभिन्न परीक्षाहरूमा सहभागी हुँदै हुनुहुन्छ र अन्य जुनसुकै प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुँदै हुनुहुन्छ भने यो भिडियो तपाईहरूको लागि हो। पक्कै पनि पछिल्लो सिनेरियो हेर्ने हो भने लोकसेवा आयोग र जुनसुकै प्रतिस्पर्धात्मक परीक्षामा जुनसुकै टपिकबाट जति अङ्क भार राखे पनि समसामयिक रिलेटेड प्रश्नहरू नै बढी सोधिराखेको हुन्छ। तसर्थ समसामयिकको यो टपिक तपाईहरूले छुटाउनै नहुने र बढी चासोको साथ हेर्नुपर्ने टपिक पनि हो। यदि तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानलमा भएका अरू भिडियोहरू पनि हेर्नुहोला। ती भिडियोहरू तपाईहरूको लागि हुन्, एकदमै तपाईहरूलाई हेल्पफुल हुने भिडियोहरू छन्, पक्कै पनि हेर्नुहुनेछ। र तपाईहरूको समयलाई मध्यनजर गर्दै मैले तपाईहरूको धेरै समय लिएन र म सिधै प्रश्नतर्फ जान्छु। आजको समसामयिक पहिलो प्रश्न रहेको छ, नेपालसँग दोहोरो श्रम सम्झौता भएको 13औं राष्ट्र कुन हो? एकदमै नयाँ प्रश्न पनि हो। यसको सही उत्तर हुन्छ साथीहरू साउदी अरब। साउदी अरब नेपालसँग दोहोरो श्रम सम्झौता भएको 13औं राष्ट्र हो। र यो कहिले दोहोरो श्रम सम्झौता भयो भन्दा सन् 2026 को जनवरी 25 मा। सम्झन सजिलो मिति छ 26/1/25। 26 बाट 1 घटाउने 1 भनेको जनवरी 25। यो चाहिँ 13औं राष्ट्र हो। र 12औं राष्ट्र को थियो? नेपालसँग दोहोरो श्रम सम्झौता भएको 12औं राष्ट्र कुन हो भनेर हामी 12वटा देशहरू छन् भनेर अस्तिसम्म मात्रै पढ्थ्यौँ। त्यो चाहिँ हाम्रो जर्मनी थियो 12औं राष्ट्र। 2023 को अक्टोबर 10 मा दोहोरो श्रम सम्झौता भएको थियो। र दोहोरो श्रम सम्झौता भएको पहिलो देश कुन हो भन्दा कतार हो, जुन 2005 मार्च 21 मा नेपालसँग दोहोरो श्रम सम्झौता भएको थियो। त्यसैगरी थप जानकारीमा नेपाल सरकारबाट संस्थागत रूपमा वैदेशिक रोजगारीका लागि खुल्ला गरिएको देशको संख्या कति छ भनेर नि प्रश्न सोध्न सक्छ। यो चाहिँ 111 वटा रहेका छन्। 111औं देश अथवा अन्तिम देश भनेको सर्बिया हो। सर्बिया 2022 को अप्रिल 25 मा त्यो सँग हाम्रो वैदेशिक रोजगारीका लागि खुल्ला गरिएको 111औं राष्ट्र सर्बिया थियो साथीहरू। अर्को प्रश्नमा लागौं। नेपालमा हालसम्म कति प्रजातिका चरा भेटिएका छन्? नेपालमा पछिल्लो समय एउटा चरा भेटिएको छ। त्यो सँगै नेपालमा हाल 903 प्रजातिका चराहरू भेटिएका छन्। र सुर्खेतको बुलबुले तालमा 903औं प्रजातिको नयाँ चरा भेटिएको छ, जसलाई हामी रातोकण्ठे डुबुल्की भन्ने चरा भेटिएको छ, जुन सुर्खेतको बुलबुले तालमा कहिले भेटियो भन्दा 2082 को असोज 29 गते भेटिएको छ। यो सँगै नेपालमा हाल 903 प्रजातिका चराचुरुङ्गीहरू भेटिएका छन् साथीहरू, यो पनि याद राख्नुहोला। त्यसैगरी अर्को प्रश्नमा लागौं। नेपालको 10औं सभामुखमा डिपी अरियाल अर्थात् डोलप्रसाद अरियाल कहिले चयन भए? नेपालको 2082 साल फागुन 21 मा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भइसकेपछि नेपालले 10औं सभामुख पाएको छ। नेपालको प्रतिनिधि सभाले सभामुख पाएको छ। सभामुखमा डिपी अरियाल चयन भएका छन् राष्ट्रिय स्वतन्त्र पार्टीका। कहिले चयन भए भन्ने प्रश्न रहेको छ। यसको उत्तर चाहिँ 2082 सालको चैतको 22 गतेमा प्रतिनिधि सभाको बैठकबाट चयन भएका छन्। 2082 चैत 22 गते। एउटा यो मिति अर्को कारणले पनि महत्त्वपूर्ण छ साथीहरू। 2082 चैत 22 गते नै के भएको थियो भन्दा नेपाल सरकारले सम्पूर्ण सरकारी कार्यालय तथा शैक्षिक संस्थाहरूलाई हप्तामा 2 दिन सार्वजनिक बिदा दिने निर्णय पनि यही 22 गते गरेको थियो साथीहरू। 2 दिन बिदा दिने 2-2 भएको मिति अर्थात् 22 गते सम्झनु होला। चैतको त यो छँदैछ सरकार गठन भइसकेपछिको 2082 साल चैत 22 गते। राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौँ 9 बाट निर्वाचित भएका थिए डिपी अरियाल। नेपालको पहिलो सभामुखको कुरा गर्दा कृष्णप्रसाद भट्टराई नेपालको पहिलो सभामुख हुन्। त्यसैगरी नेपालको पहिलो महिला सभामुख भनेको ओन्सरी घरती मगर। योभन्दा अघिल्लो प्रतिनिधि सभाको सभामुख हुनुहुन्थ्यो महिला सभामुख ओमसरी घरती मगर। त्यसैगरी सभामुखले राष्ट्रपतिबाट शपथ ग्रहण गर्नुपर्ने व्यवस्था रहेको छ र मर्यादा क्रममा सभामुख 5औं वरियता क्रममा पर्छ साथीहरू। यो पनि याद राख्नुपर्छ। वरियता क्रम पनि 5-7 सम्म जानिराखेकै राम्रो हुन्छ। मर्यादा क्रममा राष्ट्रपति, उपराष्ट्रपति पछि प्रधानमन्त्री र त्यसपछि प्रधान न्यायाधीश र 5औं नम्बरमा राष्ट्रिय सभाको अध्यक्ष र प्रतिनिधि सभाको सभामुखहरू 9औं वरियता क्रममा हुन्छन् साथीहरू। यो कुरा पनि जान्नु होला। र डिपी अरियाल कहिले भए? चैत 22 गते प्रतिनिधि सभाको सभामुखमा चयन भएका छन् साथीहरू। त्यसैगरी नेपालको 43औं प्रधानमन्त्रीमा बालेन्द्र शाह कहिले चयन भए? नेपालको धेरै कीर्तिमानी बनाएका छन् बालेन्द्र शाहले। बालेन्द्र शाह नेपालको प्रधानमन्त्रीमा
कहिले चयन भए 43औं प्रधानमन्त्रीमा भन्दा यो मिति पनि एकदमै जान्नुपर्ने मिति हो समसामयिक। यो चाहिँ 2082 साल 12 महिना 13 गते चाहिँ नेपालको संविधानको धारा 76 को 1 अनुसार राष्ट्रपतिबाट नियुक्त भएका छन्। यो कुरा कसरी जान्नुपर्छ भने साथीहरू 2082 साल 12 महिना 12 गते यो संघीय संसदका प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरूले शपथ ग्रहण गरेका थिए एकमुष्ट रूपमा। अनि त्यसपछि नेपालको संविधानको धारा 76 को 1 मा के को व्यवस्था छ भने प्रतिनिधि सभाको निर्वाचनमा बहुमत प्राप्त संसदीय दलको नेताले राष्ट्रपतिले नियुक्त गर्न सक्ने भन्ने छ यहाँ 76 को 1 मा। यो चाहिँ नेपालको संविधान जारी भइसकेपछिको यो ऐतिहासिक घटना पनि हो। यो पहिलो हो यो घटना। यसमा चाहिँ बालेन्द्र शाह 12 महिना 13 गते चाहिँ नेपालको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए अर्थात् चयन भएका थिए। बालेन्द्र शाह व्यक्तिका आधारमा 40औं र निर्वाचित कार्यकालको आधारमा 43औं व्यक्ति हुन्। व्यक्तिको आधारमा 40औं र निर्वाचित कार्यकालको आधारमा 43औं प्रधानमन्त्री हुन्। मन्त्री परिषद अध्यक्षको कार्यकाल सहित गणना गर्दा नेपालको 47औं प्रधानमन्त्री पनि हुन्छन् साथीहरू। यो के भन्नु खोजेको भन्दा 47औं प्रधानमन्त्री कसरी हुन्छन् भन्दा नेपालको विभिन्न समयमा के मन्त्री परिषदको अध्यक्ष र अहिले जस्तो यो जनसरकार भन्ने छ जुन सुशीला कार्की प्रधानमन्त्री हुनुभएको थियो, उहाँ चाहिँ प्रधानमन्त्री निर्वाचन पछिको प्रधानमन्त्री होइन, उहाँ चाहिँ मन्त्री परिषदको अध्यक्ष भएको, कोही चाहिँ जनसरकारको जनताको सरकारको प्रमुख भएर पनि काम गरेका थिए। यसरी नगर्ने हो भने यी चाहिँ हाम्रो सूर्यबहादुर थापा, कीर्तिनिधि बिष्ट र पछिल्लो खिलराज रेग्मी र सुशीला कार्की यी चारजना चाहिँ जोड्ने हो भने 47औंमा आउँछ र कार्यकालको आधारमा निर्वाचन पछि प्रधानमन्त्री हुने हिसाबले 43औं स्थानमा आउँछ भने व्यक्तिका हिसाबले 40औं स्थानमा आउँछ। यो कुराहरू चाहिँ स्मरण गर्नु होला साथीहरू। बालेन्द्र शाह 12 महिना 13 गते प्रधानमन्त्रीमा चयन हुँदा ऐतिहासिक रूपमा विधिवत रूपमा सनातन विधिबाट प्रधानमन्त्री भएका थिए। 7 ब्राह्मणबाट शङ्खनाथ सहित 108 बटुकले स्वस्तिक वाचन र 107 बौद्ध लामाबाट स्वस्तिक मङ्गल वाचन गरी शपथ ग्रहण गरिएका थिए यो सनातन विधिबाट। यो कुरा पनि सम्झनु होला साथीहरू। त्यसैगरी अर्को प्रश्न रहेको छ, चन्द्रमामा 50 वर्षपछि पठाइएको पहिलो मानवयुक्त मिसनको नाम के थियो? महत्त्वपूर्ण प्रश्न। यसको सही उत्तर हुन्छ साथीहरू आर्टिमस 2 भन्ने। आर्टिमस 2 भन्ने यानबाट चन्द्रमामा 50 वर्षपछि मानवयुक्त यान पठाइएको थियो। यो लन्च कहिले भयो भन्दा 2026 को अप्रिल 1 मा। अप्रिल फुल सम्झिनुहुन्छ नि, अप्रिल फुल, अप्रिल 1 गते अप्रिल फुलको दिन चन्द्रमामा गयो यो मिसन चाहिँ। यो चाहिँ नासाको केनेडी स्पेस सेन्टर फ्लोरिडाबाट, अमेरिकाको नासाको केनेडी स्पेस सेन्टरबाट यसको लन्च गरिएको थियो। यसमा 4 यात्रीहरू सहभागी थिए। पहिलो पटक 1972 मा चन्द्रमामा पाइलट टेकिएको थियो जुन नील आर्मस्ट्रङ सहितको टिमले पाइलट टेकेका थिए। र 50 वर्षपछि 2026 अप्रिल फुलको दिन अप्रिल 1 मा आर्टिमस 2 भन्ने यानबाट यो मिसन चाहिँ सफल भएको थियो। त्यसैगरी 10औं आइसिसी T20 विश्वकपको विजेता राष्ट्र कुन हो? यो खेलकुदबाट पनि प्रश्न सोधिराखेको हुन्छ साथीहरू। आइसिसी T20 विश्वकप भर्खरै सम्पन्न भइसकेको छ। यसको विजेता राष्ट्र हो भारत। उपविजेता न्युजिल्यान्ड हो। भारतले 96 रनले न्युजिल्यान्डलाई पराजित गरेसँगै तेस्रो पटक T20 विश्वकपको विजेता बन्न सफल भएको हो। सन् 2026 फेब्रुअरी 7 देखि मार्च 8 सम्म 1 महिना 1 दिन, फेब्रुअरी 7 देखि मार्च 8 सम्म भारत र श्रीलङ्कामा आयोजना गरिएको थियो। आयोजक राष्ट्र भारत, सहआयोजक भनेर श्रीलङ्का राखिएको थियो। दुवै देशमा खेल आयोजना भएका थिए। यसको प्लेयर अफ द टुर्नामेन्ट सन्जु सैमसन, भारतका ब्याटर तथा किपर पनि हुन्। सन्जु सैमसन चाहिँ प्लेयर अफ द टुर्नामेन्ट भएका थिए भने फाइनल खेलमा भारत र न्युजिल्यान्ड बीचको खेलमा फाइनल खेलमा प्लेयर अफ द म्याच जसप्रित बुमराह, भारतका एकदमै पेस बलर जसप्रित बुमराह चाहिँ प्लेयर अफ द म्याच भएका थिए फाइनल म्याचको लागि। त्यसैगरी अर्को प्रश्न रहेको छ, प्रतिनिधि सभाको उपसभामुखमा चयन हुने व्यक्ति को हुन्? प्रतिनिधि सभाको सभामुखको कुरा त हामीले गरिसक्यौँ अघि नै। उपसभामुखमा चयन हुने व्यक्ति को हुन्? यसको सही उत्तर हुन्छ साथीहरू रुबी कुमारी ठाकुर। रुबी कुमारी ठाकुरको पनि ऐतिहासिक रेकर्ड छ यो संसदीय नेपालको पछिल्लो संसदमा। 2082 चैत 25 गते चयन हुनुभएको। उहाँ चाहिँ श्रम संस्कृति पार्टी हर्क साम्पाङले नेतृत्व गरेको पार्टीबाट समानुपातिक सांसद बन्नुभएको थियो। 25 वर्षको उमेरमा चयन भई सबैभन्दा कम उमेरमा उपसभामुख हुने व्यक्तिमा उहाँले कीर्तिमानी बनाउनु भएको छ रुबी कुमारी ठाकुर। कहिले भन्दा चैत 27 गते यो मिति चाहिँ सम्झनु होला। रुबी कुमारी ठाकुर उपसभामुख बन्नुभएको। उहाँ चाहिँ 25 वर्षको उमेरमा
उपसभामुख हुँदै ऐतिहासिक कीर्तिमानी कायम गर्नुभएको छ। त्यसै गरी अर्को प्रश्न हेरौँ। नासाद्वारा चन्द्र मिसन पुरा गरी यान पृथ्वीमा कहिले अवतरण गरियो? हामीले अघि मात्रै कुरा गऱ्यौँ। आर्टिमस 2 जुन 50 वर्षपछि चन्द्रमामा पठाइएको मिसन, अनि यो मिसन सफल भएर पृथ्वीमा अवतरण भइसकेको छ। यो कहिले अवतरण भयो भन्ने रहेको छ। यसको सही उत्तर हुन्छ साथीहरू त्यही अप्रिल फुलमा 1 मा गएको थियो र 10 दिनको मिसन पुरा गरी अप्रिल 10 मा चाहिँ पृथ्वीमा अवतरण गरिएको थियो। यो चाहिँ प्रशान्त महासागरमा सुरक्षित रूपमा अवतरण गरिएको थियो। 10 दिनको मिसन अवधि पुरा गरी चन्द्रमाको परिक्रमा गरी पृथ्वीमा अवतरण भएको। यसले चाहिँ चन्द्रमाको पुरै परिक्रमण गरी पृथ्वीमा फर्किएको हो। चन्द्रमाको यात्रामा पहिलोपटक महिलाको कीर्तिमानी पनि रहेको छ। यसमा 4 सदस्यीय टोलीमा क्रिस्टिना कोच भन्ने महिला पनि हुनुहुन्छ। यसमा ऐतिहासिक रेकर्ड बनाउनु भएको छ क्रिस्टिना कोचले। यो प्रश्न कसरी पनि सोध्न सक्छ भने चन्द्रमामा पाइला टेक्ने, पाइला नभने चन्द्रमामा पुग्ने पहिलो महिला कोन भनेर पनि सोध्न सक्छ क्रिस्टिना कोच। यो चाहिँ चन्द्रमामा पाइला टेकिएको मिसन चाहिँ होइन है साथीहरू। यो चाहिँ चन्द्रमामा परिक्रमण मात्र गरिएको हो, चन्द्रमामा यो अवतरण गरिएको होइन। यसमा 4 जना व्यक्तिहरू गएका थिए। त्यसमा महिला हुनुहुन्थ्यो क्रिस्टिना कोच। उहाँ चाहिँ पहिलो महिला हुनुभएको छ चन्द्रमामाको मिसनमा जाने। त्यसै गरी पहिलो अश्वेत व्यक्ति पनि हुनुहुन्थ्यो यसमा। अश्वेत व्यक्ति भिक्टर ग्लोबर भन्ने चाहिँ अश्वेत व्यक्ति हुनुहुन्थ्यो। यो कुरा अब जानकारी राख्नु होला। अप्रिल 10 मा अवतरण गरेको थियो पृथ्वीमा 10 दिनको मिसन पुरा गरेर। त्यसमा पहिलो कीर्तिमानी महिला हुनुहुन्थ्यो क्रिस्टिना कोच र पहिलो अश्वेत व्यक्तिको कीर्तिमानी बनाउनु भएको छ भिक्टर ग्लोबरले। यहाँबाट जसरी पनि प्रश्न सोध्न सक्छ। यसको चाहिँ आर्टिमस 2 भन्ने यान पठाइएको थियो साथीहरू। त्यसै गरी अर्को प्रश्न हेरौँ। नेपालको 68औं साक्षर जिल्ला कुन हो? नेपालमा हालसम्म 68 वटा जिल्ला साक्षर घोषणा भइसकेका छन् र 68औं साक्षर जिल्ला पछिल्लो जिल्ला कुन हो भनेर सोध्न सक्छ। यसको सही उत्तर हुन्छ साथीहरू कालीकोट। कालीकोट साक्षर कहिले घोषणा भयो भन्दा 2082 साल असोज 9 गते कालीकोट 68औं साक्षर जिल्ला घोषणा भएको छ। 67औं जिल्ला हुम्ला थियो। 82 को जेठ 9 गते 67औं साक्षर जिल्लाको रूपमा हुम्ला थियो। त्यसै गरी प्रदेशको कुरा पनि सोध्न सक्छ साथीहरू। हालसम्म 5 वटा प्रदेश साक्षर घोषणा भएका छन् र 5औं प्रदेशको रूपमा अर्थात् पछिल्लो साक्षर प्रदेश घोषणा भएको छ लुम्बिनी 2082 साल पुस 13 गते। 2082 को पुस 13 गते लुम्बिनी साक्षर घोषणा भएको छ। 5 वटा प्रदेशको क्रम पनि सोध्न सक्छ। यो चाहिँ जानिराख्नु पर्छ साथीहरू। पहिलो बागमती, दोस्रो गण्डकी, कोशी सुदूरपश्चिम र लुम्बिनी। बागको सुलु भनेर सम्झनु होला। बागको सुलु क्रमैसँग क्रम मिलाउन नि सोध्न सक्छ साथीहरू। पछिल्लो लुम्बिनी भयो। बागमती, गण्डकी, कोशी सुदूरपश्चिम र लुम्बिनी क्रमैसँग जान्नुपर्दछ। यो चाहिँ लुम्बिनी पछिल्लो समय 2082 सालको पुस 13 गते साक्षर घोषणा भएको थियो। यो सँगै थप जानकारी पहिलो साक्षर जिल्ला सिन्धुपाल्चोक हो भने पहिलो पूर्ण साक्षर जिल्ला चाहिँ ललितपुर हो। अर्को प्रश्न। गोरखापत्रले हाल कति भाषामा समाचार प्रकाशन गर्दछ? महत्त्वपूर्ण प्रश्न। यो चाहिँ एकदमै रिसेन्ट प्रश्न हो। गोरखापत्रले हालसम्म कति भाषामा समाचार प्रकाशन गर्दछ भन्दा 48 भाषामा साथीहरू। नझुक्किनु होला। अस्ति मात्रै 46 थियो र 48 भाषा पुगेको छ। 48औं भाषाको रूपमा हायु र 47औं भाषाको रूपमा सन्थाल दुईटा भाषा थपिएका छन्। यी दुवै भाषाहरू 2083 को वैशाख 1 गतेबाट गोरखापत्रमा प्रकाशन सुरु भइसकेका छन्। नझुक्किनु होला। 47औं भाषा सन्ताल र 48औं भाषा हायु। 46औं भाषाको रूपमा कुलुङ राई थियो। कुलुङ राई 2082 मङ्सिर 16 गतेदेखि प्रकाशन हुन थालेको थियो 46औं। हाल 48 भाषामा हुन्छ। 48औं भाषा चाहिँ हायु, 47औं सन्थाल सोध्नु होला। यो चाहिँ 2083 को वैशाख 1 गतेबाट नयाँ वर्षबाट सुरुवात गरिएको छ। गोरखापत्रले 2064 साल असोज 1 गतेबाट विभिन्न मातृभाषाहरूमा समाचार प्रकाशन गर्न थालेको छ। र गोरखापत्रको स्थापना कहिले भयो भन्दा देव शमशेरको पालामा विक्रम सम्वत 1958 साल वैशाख 24 गते भएको थियो। यो कुरा तपाईँहरूलाई जानकारी छ साथीहरू। अर्को प्रश्नमा लागौँ। राष्ट्रिय च्याउ दिवस कहिले मनाइन्छ? च्याउ दिवस र कोदो दिवसका कुराहरू सोध्छ। राष्ट्रिय च्याउ दिवस चाहिँ हाम्रो पुस 15 गते मनाइन्छ। पुस 15 गते मनाइन्छ। 2082 को पुस 11 गतेको मन्त्री परिषदको निर्णयले पुस 15 गते मनाउने निर्णय गरेको हो। नेपालमा च्याउ खेती विस्तार भएका जिल्ला 17 वटा छन् र व्यावसायिक च्याउ उत्पादन हुने जिल्ला 40 वटा रहेका छन्। यो सँगै मैले कोदो पनि जोडेको छु साथीहरू। यसैमा कोदो दिवस कहिले मनाइन्छ? हरेक वर्षको साउन 16 गते कोदो दिवस मनाइन्छ। 2082 साल असार 23 गतेको निर्णय अनुसार कोदो दिवस साउन 16 गते मनाउने निर्णय गरेको छ नेपाल सरकारले। र पहिलो कोदो दिवस 2082 साउन 16 गते
मनाइएको छ साथीहरू। त्यसै गरी थप प्रश्न हेरौँ। भ्रष्टाचार सूचकाङ्क 2025मा नेपालको स्थान कति रहेको छ? यो चाहिँ एकदमै महत्त्वपूर्ण प्रश्न हो। भ्रष्टाचार सूचकाङ्क 2025मा नेपालको स्थान कति रहेको छ? यसको सही उत्तर हुन्छ साथीहरू 109 स्थानमा। नेपाल चाहिँ विश्वमा भ्रष्टाचार हुने देशहरूको सूचीमा 109 स्थानमा रहेको छ। नेपालले 34 अङ्कसहित 109मा रहेको छ। योभन्दा पहिला 2024मा नेपाल 107औं स्थानमा थियो। अहिले 2 स्थान तल खस्केर 109औं स्थानमा पुगेको छ। र अघिल्लो वर्ष पनि नेपालको अङ्क त त्यही नै थियो, 34 नै थियो, तर स्थान चाहिँ 2 स्थान तल झरेको छ। यो चाहिँ ट्रान्सपेरेन्सी इन्टरनेसनलले हरेक वर्ष प्रकाशित गर्दछ यसको सूची। र विश्वमा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ, जसको 89 अङ्क रहेको छ। र भने बढी भ्रष्टाचार हुने देशहरूमा सोमालिया र दक्षिणी सुडानहरू रहेका छन्। यिनीहरूले 9 अङ्क सहित बढी भ्रष्टाचार हुने देशमा रहेको छ। र यसको ट्रान्सपेरेन्सी इन्टरनेसनलको अनुसार औसत अङ्क 42 रहेको थियो भने नेपाल औसत अङ्कभन्दा पनि कम अर्थात् 34 अङ्कमा रहेको छ। तसर्थ नेपालको भ्रष्टाचारको स्थान 109 छ, अर्थात् व्यापक भ्रष्टाचार हुने देशमा नेपाल पनि पर्दछ। अर्को प्रश्न हेरौँ। मदन पुरस्कार 2081 कसलाई प्रदान गरियो? मदन पुरस्कार एकदमै जुनसुकै परीक्षामा पनि सोधिराखेको हुन्छ पुरस्कारका कुराहरू। मदन पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर हुन्छ छुदेन काबिमो। उर्माल भन्ने कृतिका लागि छुदेन काबिमोलाई प्रदान गरियो। उहाँ चाहिँ भारतीय नागरिक हो र विक्रम 2012मा यो दिन सुरु, के अरे 2012 असोज 10मा यसको स्थापना भएको हो भने 2013बाट वितरण गर्न थालिएको हो मदन पुरस्कार। हाल यसको पुरस्कार राशि 4 लाख रुपैयाँ रहेको छ। पहिलो पटक 2013मा 3 जना व्यक्तिलाई प्रदान गरिएको थियो। सत्यमोहन जोशी, चित्तरञ्जन नेपाल र बलराम जोशी, अर्थात् सचिव भनेर सम्झनु होला, सचिव भनेर। सत्यमोहन जोशी, चित्तरञ्जन नेपाल र बलराम जोशीलाई पहिलो पटक 2013मा वितरण गरिएको थियो। र सबैभन्दा धेरै पटक अर्थात् 3 पटक प्राप्त गर्ने व्यक्ति सत्यमोहन जोशी हुन्। र हालसम्म मदन पुरस्कार कतिजना महिला साहित्यकारले प्राप्त गर्नुभएको छ भनेर नि सोध्न सक्छ। 4 जना महिला साहित्यकारहरूले प्राप्त गरिसक्नु भएको छ। र पहिलो एकजना नेपालको प्रधानमन्त्रीले पनि प्राप्त गरिसक्नु भएको छ मदन पुरस्कार। लोकेन्द्र बहादुर चन्दले प्राप्त गरिसक्नु भएको छ। मदन पुरस्कार प्राप्त गर्ने प्रधानमन्त्री को हुन् भन्दा लोकेन्द्र बहादुर चन्द, लोचन भनेर सम्झनु होला। त्यसै गरी जगदम्बा श्री पुरस्कार 2081 कसलाई प्रदान गरियो? यसको सही उत्तर प्रेमदेव गिरी हो साथीहरू। लोकभाका सङ्कलन र संरक्षणका लागि प्रदान गरिएको पुरस्कारको राशि रु 4 लाख रहेको छ। यसको पनि यो चाहिँ विक्रम सम्वत 2045 सालमा स्थापना भएको पुरस्कार हो। जगदम्बा श्री पुरस्कार पहिलो पटक नारायण गोपाललाई प्रदान गरिएको थियो। यसमा क्वेसन लेभल 2 पनि सोध्न सक्छ। जगदम्बा श्री पुरस्कारको सम्बन्धमा तलका मध्ये कुन भनाइ ठिक हो, कुन होइन, कुन गलत छ भनेर पनि सोध्न सक्छ। त्यसैले यसको जानकारी राख्नुपर्छ डिटेलमा। यसपालिको पुरस्कार 2081 प्राप्त गर्ने प्रेमदेव गिरी, पुरस्कार राशि 4 लाख, 45 सालबाट दिन सुरु गरिएको, पहिलो पटक नारायण गोपालले प्राप्त गर्नुभएको थियो। अर्को प्रश्न हेरौँ। दोस्रो संस्करणको एनपिएल 2025 को विजेता टिम कुन हो? यसको सही उत्तर हुन्छ साथीहरू लुम्बिनी लायन्स। लुम्बिनी लायन्स यसपटकको विजेता भएको हो। उपविजेता सुदूरपश्चिम रोयल्स थियो, जुन 6 विकेटले लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको थियो। सुदूरपश्चिम रोयल्स यसभन्दा अघिल्लो संस्करणको अर्थात् सिजन 1 एनपिएल 2024 को पनि उपविजेता हो। त्यो बेला जनकपुर बोल्टसँग पराजित भएको थियो भने यसपटक लुम्बिनी लायन्ससँग पराजित भएको थियो। यो चाहिँ विक्रम सम्वत 2082 मङ्सिर 1 देखि 27 गतिसम्म सञ्चालित भएको थियो। यसमा 8 वटा टोली सहभागी भएका थिए र यसमा जम्मा 32 खेल भएका थिए। यसमा मस्कटको रूपमा जित नामक हिउँ चितुवा राखिएको थियो। र यस खेलको म्यान अफ द म्याच नेपाली सर्वोत्कृष्ट प्लेयर भनेको लुम्बिनी लायन्सका क्याप्टेन तथा नेपाली क्रिकेट टिमका क्याप्टेन रोहित पौडेल यसको चाहिँ सर्वोत्कृष्ट नेपाली प्लेयर बनेका थिए भने सर्वाधिक विकेट लिनेमा सन्दीप लामिछाने र अविनाश बोहराहरू भएका थिए। यसको बारेमा डिटेल हेर्नु होला साथीहरू। त्यसै गरी राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डाक्टर गुणाकर भट्ट कहिले नियुक्त भए? यसको सही उत्तर हुन्छ साथीहरू विक्रम सम्वत 2082 चैत 24 गते। चैत 24 गते गुणाकर भट्टलाई राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त गरिएको थियो। राष्ट्रिय योजना आयोगको अध्यक्षमा प्रधानमन्त्री रहने व्यवस्था छ र सोही दिन 24 गतेकै दिन नेपाल राष्ट्र बैङ्कको डेपुटी गभर्नरमा किरण पण्डित पनि नियुक्त भएका थिए। नेपाल सरकार
मन्त्री परिषदले नियुक्त गर्ने र निर्णय गर्ने र नियुक्त गर्ने काम नेपाल सरकारको मन्त्री परिषदले गर्ने गर्दछ साथीहरू। अर्को प्रश्नमा लागौँ। हेनली पासपोर्ट सूचकाङ्कमा नेपालको स्थान कति रहेको छ? यो चाहिँ 2026 को डाटा अनुसार हेनली पासपोर्ट सूचकाङ्कमा नेपालको स्थान कति रहेको छ? यसको सही उत्तर हुन्छ साथीहरू 96औं स्थानमा। नेपाल 2025 मा 101औं स्थानमा थियो भने हाल केही स्थान सुधार गर्दै शक्तिशाली हेनली पासपोर्ट भनेको शक्तिशाली पासपोर्ट हो, यो चाहिँ हाल 96औं स्थानमा रहेको छ। यसका थप अन्य सूचकाङ्क पनि हेरौँ। दिगो विकास सूचकाङ्क 2026 मा नेपाल 85औं स्थानमा छ। विश्व आतङ्कवाद सूचकाङ्कमा 89औं स्थानमा छ। एआई प्रयोगमा नेपालको स्थान, यी सबै 26 का हुन्। एआई प्रयोगमा नेपालको स्थान 76औं रहेको छ। विश्व खुसी सूचकाङ्क 2026 अनुसार नेपाल 79औं स्थानमा रहेको छ। विश्व पर्यटन सूचकाङ्क 2026 मा नेपाल 68औं स्थानमा रहेको छ। मानव विकास सूचकाङ्क 2025 मा 25 भनेको यो रिसेन्ट नै हो, 2025 मा नेपाल 145औं स्थानमा रहेको छ। भनेको यसको 26 को नआइसकेको भएर 25 को नै जान्नुपर्ने हुन्छ साथीहरू। 145औं स्थानमा रहेको छ र नेपालको अङ्क 0.622 अङ्क रहेको छ। यसको चाहिँ अङ्क समेत जान्दा राम्रो हुन्छ साथीहरू। 145औं स्थानमा मानव विकास सूचकाङ्कमा र यसको अङ्क चाहिँ 0.622 रहेको छ। अर्को एकदमै समसामयिक प्रश्न। प्रसिद्ध भारतीय गायिका आशा भोसलेको निधन कहिले भएको थियो? यो चाहिँ एकदमै रिसेन्ट प्रश्न हो। यसको उत्तर हुन्छ 2026 को अप्रिल 12 मा। सन् 2026 अप्रिल 12 मा मोहनी लाग्ला है बसन्त नै बस्न खोज्छ यहाँ, साउने झरी जस्ता 10 भन्दा बढी चर्चित गीत गाइसक्नु भएको छ। उहाँले नेपाली गीतहरू पनि गाउनु भएको छ। मोहनी लाग्ला है जस्ता एकदमै पपुलर गीतहरू गाउनु भएको छ। उहाँ चाहिँ भारतीय गायन क्षेत्रमा एकदमै भर्सटाइल गायिका मानिनुहुन्छ। त्यसैगरी अर्को प्रश्न रहेको छ। महान्यायाधिवक्तामा डाक्टर नारायण दत्त कडेल कहिले नियुक्त भएका थिए? यो पनि महत्त्वपूर्ण प्रश्न। यसको सही उत्तर हुन्छ साथीहरू विक्रम सम्वत 2082 साल चैतको 22 गते। त्यही नेपालको सरकारले हप्तामा 2 दिन बिदा दिने निर्णय गरेको, डिपी अरियाल नेपालको सभामुख चयन भएको त्यही दिन महान्यायाधिवक्तामा डाक्टर नारायण दत्त कडेल। मिति सम्झन सजिलो छ साथीहरू, यो 2-3टा मितिहरू लिङ्क गरेर जानकारी राख्नुहोला र डाक्टर नारायण दत्त कडेल चाहिँ सम्झनु होला। नारायण दत्त कडेल चैत 22 गते नेपालको महान्यायाधिवक्ता भनेको एउटा संवैधानिक आयोग हो। यो चाहिँ सरकारको कानुनी सल्लाहकार भएर बस्दछ नेपाल सरकारको। यसको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने व्यवस्था रहेको छ। नेपालको प्रथम महान्यायाधिवक्ता पनि जानिराखौँ। यो सँगै कालीप्रसाद उपाध्याय हुन् जुन 2007 सालमा, र पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बराल। योभन्दा अघिल्लो जनसरकारको रूपमा सविता भण्डारी बराल 2082 भदौ 29 मा, अर्थात् जेनजी सरकारको पालामा 2082 भदौ 29 मा चयन हुनुभएको थियो। त्यसैगरी अन्तर्राष्ट्रिय आरोग्यता दिवस कहिले मनाइन्छ? यो सम्भावित प्रश्न हो साथीहरू। यो चाहिँ नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा राखेको प्रस्तावको सङ्कल्प प्रस्तावको स्वीकृत भएको छ। यो एकदमै महत्त्वपूर्ण हुनसक्छ। अन्तर्राष्ट्रिय आरोग्यता दिवस कहिले मनाइन्छ? अप्रिल 15 मा। नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा राखेको सङ्कल्प प्रस्ताव थियो। यो चाहिँ पारित कहिले भयो भन्दा 2026 मार्च 10 मा पारित भयो र हरेक वर्षको अप्रिल 15 मा यसलाई मनाउने निर्णय गरिएको छ। यो चाहिँ नेपालले राखेको प्रस्ताव भएर यो सम्भावित पनि हुनसक्छ। त्यसैगरी अर्को प्रश्न हेरौँ। वन्यजन्तु संरक्षण गर्न रेड पान्डा र थार अन्तर्राष्ट्रिय सम्मेलन कहाँ भएको थियो? यो भर्खरै एउटा आयोजना भएको छ अन्तर्राष्ट्रिय सम्मेलन। यो चाहिँ नेपालमा भएको छ। नेपालको दिक्तेल रूपाकोट मजुवागढी नगरपालिका खोटाङको दिक्तेल सम्झिनुहोस्, दिक्तेल रूपाकोट मजुवागढी नगरपालिकामा भएको छ। यो कहिले भयो भन्दा 2083 साल वैशाख 4 देखि 6 गतेसम्म। अमेरिका, भारत, बङ्गलादेश, अस्ट्रेलिया, जर्मन लगायतका थुप्रै देशहरू यसमा सहभागिता भएका थिए र यसमा यो पूर्वी एसियामा भएको यो युद्धको कारणले गर्दा आउने प्रतिबद्धता जनाइसकेका 23 भन्दा बढी देशहरू यसमा सहभागी हुन नसकेको भन्ने पनि खुलेको थियो यसमा। र यसको आयोजक राष्ट्र चाहिँ रूपाकोट मजुवागढी नगरपालिका खोटाङ रहेको थियो साथीहरू। त्यसैगरी एसियाली विकास बैङ्कले चालु आर्थिक वर्ष 2082-83 मा नेपालको आर्थिक वृद्धि दर कति हुने अनुमान गरेको छ? यो एकदमै पछिल्लो प्रश्न हो। यो चाहिँ नेपालको 2.7% हुने अनुमान गरेको छ। एसियाली विकास बैङ्कले गरेको अनुमान हो यो 2.7%। अनि आर्थिक वर्ष 2083-84 मा केही सुधार हुँदै 5% पुग्ने अनुमान पनि गरेको छ। र नेपालको हालको आर्थिक सर्वेक्षण 81-82 अनुसार नेपालको आर्थिक वृद्धि दर 4.61% रहेको छ।
यो कुरा चाहिँ याद गर्नु होला साथीहरू। एडिबीले गरेको एसियाली विकास ब्याङ्कले गरेको हो यो 82-83 नेपालको 2.7 हुने, जुन चाहिँ नेपालमा कति पानी रहेको छ भन्दा 2.7% भन्थ्यौँ हामी, त्योसँग पनि मिल्दोजुल्दो छ। यो याद गर्नु पनि सजिलो भयो। त्यसै गरी अर्को रहेको छ, सरकारले 100 दिने कार्यसूची अनुसार 5 वर्षपछि नेपालको प्रति व्यक्ति आय कति पुर्याउने लक्ष्य राखेको छ? महत्त्वपूर्ण प्रश्न। सरकारले 100 दिने कार्यसूची राखेको छ जसमा 5 वर्षपछि नेपालको आय कति पुर्याउने लक्ष्य राखेको छ। यसको सही उत्तर हुन्छ साथीहरू 3000 अमेरिकी डलर। त्यसै गरी 5 वर्षको औसत आर्थिक वृद्धि दर 7% पुर्याउने लक्ष्य राखेको छ र जिडिपीमा 100 अर्ब डलरको नजिकको जिडिपी बनाउने पनि लक्ष्य राखेको छ। नेपालको जिडिपी 1 अर्ब डलर नजिकको पुर्याउने लक्ष्य पनि राखेको छ। त्यसै गरी सरकारले 100 दिने कार्यसूची वैशाख 1 गते प्रस्तुत गरेको थियो। 2083 को वैशाख 1 गते प्रस्तुत गरेको थियो। नेपालमा तेस्रो पुतली गणना अभियान कहिले सञ्चालन गरियो? यसको सही उत्तर हुन्छ साथीहरू 2025 को मार्च 3 देखि 31 गतेसम्म। यसको थिम चाहिँ के रहेको थियो भन्दा बटरफ्लाई म्याराथन भन्ने रहेको थियो। योसँगै थप जानकारी, नेपालमा 650 भन्दा बढी प्रजातिका पुतलीहरू पाइने गर्दछन्। त्यसै गरी विश्व पृथ्वी दिवस 2026 को नारा के रहेको छ? विश्व पृथ्वी दिवस यो सम्भावित प्रश्न हो। अबका नजिकै गएका लोकसेवाहरूको लागि यो एकदमै महत्त्वपूर्ण हुन सक्छ। विश्व पृथ्वी दिवस 2026 को नारा के रहेको छ? यो चाहिँ आजै पृथ्वी दिवस हो। यो आज अप्रिल 22 मा पृथ्वी दिवस मनाइन्छ। यसको नारा रहेको थियो आवर पावर आवर प्लानेट रहेको थियो। सन् 1992 ब्राजिलको रियो द जेनेरियोमा भएको पृथ्वी सम्मेलनले यस दिवसलाई मान्यता दिएको थियो। सन् 2009 मा संयुक्त राष्ट्र सङ्घको 63औं महासभाले अप्रिल 22 लाई आधिकारिक रूपमा पृथ्वी दिवस मनाउने घोषणा गरेको थियो। अर्को प्रश्न रहेको छ, ब्रेन कम्प्युटर चिपलाई व्यावसायिक स्वीकृति दिने पहिलो देश कुन हो? यो पनि महत्त्वपूर्ण प्रश्न। यसको सही उत्तर हुन्छ चीन हुन्छ साथीहरू। चीनले 2026 मार्चमा ब्रेन कम्प्युटर चिपलाई आफ्नो मेमोरीमा राख्ने अर्थात् दिमागमा राख्ने व्यावसायिक स्वीकृति दिएको हो। यो के प्रयोजनको लागि प्रयोग हुन्छ भन्दा पक्षघात भएका बिरामीको उपचारका लागि प्रयोग हुने गर्दछ। यसमा प्रयोग हुने उपकरण चाहिँ नियो हो, इन्भेन्सिभ प्रविधिमा आधारित उपकरण जसलाई नियो भनिन्छ। आजको महत्त्वपूर्ण प्रश्नहरू यति नै साथीहरू। अन्तिम प्रश्न तपाईँको लागि 2082 फागुन मसान्तसम्मको नेपालको कुल सार्वजनिक ऋण कति रहेको छ? यो प्रश्नको उत्तर यहाँहरूले कमेन्ट गर्नुहोला। आजको भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। यस्तै किसिमका जानकारीमूलक भिडियो हेर्नुको लागि यो च्यानलसँग जोडिनुहोला। यदि तपाईँहरू यसमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर जोडिनुहोला। तपाईँहरूलाई कस्तो भिडियो ल्याइदियो हुन्थ्यो भन्ने लाग्छ त्यस्तै किसिमका भिडियो ल्याउनुहोस् भनेर कमेन्ट गर्नुहोला। म त्यही अनुसारले भिडियो तयार पार्नेछु। आजको लागि म बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।